यात्रामा फालेको लौरी पनि काम लाग्न सक्छ। रोनाल्ड आराउ इज द म्याच विनर अफ टुडेज म्याच। सुपर सबबाट आएर 90+3 मिनेटमा क्रेजी गोल गरेर बार्सिलोनालाई जित दिलाएर 3 पोइन्ट एड गर्न सफल भएको छ। बार्सिलोना 2 जिरोना 1। आज बार्सिलोनाको डिफेन्स नाडो बिनाको कट्टु जस्तो नै खुलिरहेको थियो। एउटा पासबाट खुलिरहेको छ, एउटा थ्रु पासबाट खुलिरहेको छ, एउटा लफ्ट पासबाट खुलिरहेको छ र एउटा सेट पिसबाट खुलिरहेको छ र जे गर्दा पनि खुलिरहेको थियो। र यदि जिरोनाले पाएका चान्सलाई कन्भर्ट गरेको भए आज बार्सिलोना पुनः ह्युमिलेटिङ हुनुपर्ने अवस्था आएको। बार्सिलोनाले म्याचको सुरुवाती बेटर वेमा गरेको थियो र पेड्रीले आफ्नो म्याजिकबाट गोल पनि गरेका थिए र त्यसपछि पुनः आफ्नो इन्टेन्सिटी गुमाइसकेपछि जिरोनाको 22 साइकल गोल खान्छ, जुन चाहिँ विस्लीको अति क्रेजी थियो र त्यसपछि बार्सिलोनाले आफ्नो इन्टेन्सिटी ब्याक गर्न अति नै गाह्रो भएको थियो र पुनः फर्मिन लोपेज आइसकेपछि अट्याकिङ अप्रोचमा निकै राम्रो भयो र त्यस फाइनल थर्डमा निकै नै थ्रेट दियो र त्यसपछि लिएर फाइनल्ली रोनाल्ड आराउले गोल गरेर आजको जित निकालेको छ।